हुँदो रहेछ त ल न आटो खानु नजानेको खा त अझै खान खान कसरी खान्छ ल अनि मान्छेहरू चिया खानुलाई नपाएर कस्तो छ पाएकोले चाहिँ खानु नजानेर बिजोग छ चप चुप्ने हो सागसँग मासु पर्दैन के बरु त्यो दही जमाउनु भएको होइन त्यो हो त्यो चाहिँ हो क्या खाने खस्रो हुँदो रहेछ दिम है दिम न पुष्पाले खाइसकेको मासु सुत्दा नि खानु तोरीको साग मकैको च्याख्ला आँटो र गिठो खाएको मिठो आनन्दी मनले पुष्पाले उमरमा हुने भए ऊ पनि हेर्को कि खाने अचार सम्झन नि यही छ के अचार बनाएर अझै मुला लाउनु त यता नि तल दिइहाल्छु नि तैँले हिजो मैले घाउ गराइदिन्छस् साग बारी अब साग त बरु अभाव हुन्छ